सन्तपुर लाग्यो मलाई माटो पनि लाग्यो यार सन्तपुर लाग्यो सन्तपुर ओ माय गॉड सन्तपुर एकैछिन कस्तो जमिसक्यो यहाँ चलती है गाड़ी निकलती है धुआं इसी का नाम है मौत लगायत सबलाई नमस्ते है अनि नबिता ब्लगरको च्यानलमा हो बत्ती पनि बल्यो हो बत्ती पनि निल्यो बत्ती पनि बल्यो अनि नबिता ब्लगरको च्यानलमा स्वागत छ सबैलाई है हैन अनि आज चाहिँ यहाँनिर यो सन्तपुरको हो कि हाम्रो सन्तपुर मेलाको भ्यू यस्तो खतरा भएको छ नि यो पालि 2000 कति हो भाइ हो 2082 कति साल कति महिना कार्तिक मङ्सिर हैन मङ्सिरको महिना छ गते थाहा भएन मलाई लामैसित तर गते पनि थाहा हुन्छ यति रमाइलो हुन्छ गाइस तपाईँ हेर्दै गर्नुहोस् है बबाल मजा आउँछ हामी हाम्रो छोराहरू सबै सन्तपुर आएको छ है हामीहरू होइन हाम्रो सन्तपुरमा फर्स्ट डे छ अनि यहाँ हेर्नु धेरै समयपछि यहाँ झिलिमिली हेर्न पाएर छ यार फाइनली आइपुग्यो आज प्रदर्शन हुन्छ होला अब के को नाटो थाहा भएन तर हुन चाहिँ हुन्छ हामी एकछिनमा अहिले पिङतिर जाने हो तर झिलिमिली चाहिँ खतरा बनाएको चाहिँ हेर्नै गएको पहिला भन्दा सन्तपुर पनि डेभलप भएको छ हाम्रो सन्तपुर मत खोकुवा अनि मत खोकुवा भित्र हामी छौँ होइन यहाँनिर हनुमा काइन्स भन्छ नि हाम्रो इन्डियाको होइन हामी नेपालको नबिता ब्लगर होइन सब्सक्राइब गर्नु चलती है गाडी निकलती है धुआं इसी का नाम है हजुरहरूको लागि सबै थोक रेडी भइसक्यो त हाम्रो केटाहरू पनि रेडी भइसक्यो त सन्तपुर मेला घुम्नको लागि होइन यहाँ बाइक चढाउनु केटाहरू टन्नै छ फेरि हाम्रो छुट्टै जग्गै पारा हाम्रो सन्तपुर आफ्नै हो सन्तपुर आउनुहोस् घुम्न आउनु भ्लग पनि देखाउनु गोहीवाला अनि यतातिर मौजको कुवा छ अनि उतातिर छ ठुलो झुलुवा झगडा नगर्नु नि थोड़ा सा हम बना लेते हैं ये देख सकते हैं गाइस नया नया आ चुका है हमारा सन्तपुर मेला में नया नया गाड़ी आ चुका है बैठ सकते हैं सब घूमे थोड़े लूट लेला माजा पैसा छैन फ्रीमै घुमिहालौ अहिले नै पछि पैसा हुँदैन पनि चाखिहालौँ है त त्यो बत्ती बलेपछि भिडियो बनाएर के तर भिडियो बनाउने हामी ब्लग नबितालाई सब्सक्राइब गर्नुहोस् गाइस होइन सन्तपुर मेला धेरै रमाइलो हुन्छ एकदम अहिले नाइट भ्यूमा आएको छु होइन म बबालै छ कि यो पालिको सन्तपुर यस्तो खतरा छ नि पुरै छोडिदिनु त्यस्तो घाँटी सुकेर अलि बोल्न सकेको छैन तर बोल्छु भोलि चढ्ने का नाइ होइन हामी पनि पागल हो अब भोलि आज चाइको यहाँ पनि छ एउटा ए यो त अति कलो ब्रेक डान्स यो पनि त्यही हो यो चाहिँ ब्रेक डान्सै गाइस यो पनि त्यही हो त्यो नयाँवाला ब्रेक डान्स हो क्या पुरानो वाला चाहिँ त्यही लागि सानो मजको भएको छ अनि त म घर जान्छु है भोलिदेखि हो क्या मेला त खास मेला त भोलिदेखि हो गाइस भोलिदेखि स्टार्ट 28 गतेसम्म हुन्छ होला सायद मेला चाल्नु यस्तै बस्नुहरू यहाँ आफ्नो लागि स्टेज मस्त प्रोग्राम आजदेखि चाहिँ हुँदैन फेरि भोलिदेखि पुरा स्टार्ट भोलिदेखि हो भोलि हुन्छ मलाई थाहा छ होइन सब्सक्राइब गर्नु सन्तपुरको जति मान्छे छ नि सबले सब्सक्राइब गर्नु सन्तपुर फेमस गराउनु पर्यो त्यसपछि अनि मलाई पनि फेमस गराउनु पर्यो लगाए जतिजना हामी चढिसकेको छ तर जाँदैन चाह छैन यी पिलिक पिलिक गरेर छ कुन बेला सास टुङ्गिन्छ जानु त जान्छ दारे खेर जान्छ तर हाम्रो केटाहरू चाहिँ टन्नै छ मोटुदेखि लिएर पत्रुदेखि लिएर मिडियमसम्म सबै छ 17जना बनेर मैले त डाक्टरबाट झर्छ नि अनि देखाउनु तपाईँहरू हेर्दै गर्नुहोस् हाम्रो नबिता ब्लग सन्तलालको साथमा लगाएछ हामी फेरि भेट भयो हामी फेरि भेट हुनेछौँ है त र म देखाउनु खोजेको चाहिँ अब चाहिँ म सन्तपुर जान थालेको सन्तपुर गएपछि मेला गएपछि मान्छेहरू कति सुनसान माहौल हुन्छ क्या हाम्रो गाउँमा कोही हुँदैन के सबै सन्तपुर
छु धेरै कहिले छु जय गरी जय माता बोला गाइस नविता ब्लगर आयो जुन मोबाइलमा ध्यान दे भनिरहेको छ मलाई एकछिन त देखाइदिनु पर्यो राम्रो कसैको मतलब छैन गाइस डेन्जर भइसक्यो ए भगवान् सन्तपुर बस्ने दिनमा हिरो मार्केट आइसक्यो भनेर मलाई यार साइडको अनि मार्केट आइसक्यो सन्तपुर ल डेन्जर लो मान्छे त फर्स्ट दिनमा है रोड दिन्छ त्यो त भाइ रोड दिन्छ है ए रोड दिन्छ मान्छेहरू स्पिडली ब्लग बनाउँदिनँ यार सन्तपुरको नबनाए कुनको बनाउने ठोकठाक पनि चलिरहेको चिकन सन्तपुरमा गेम एकैछिन कस्तो जमिसक्यो मान्छे आज त पैसा लोद मार्छ यो केटाहरू मान्छेहरूले चारैतिर जमेछ बागमतीदेखि लिएर जुन पनि मतीदेखिसम्म आइरहेको छ कि भाइ औफी दाइया फर्स्टै दिनमा यस्तो खतरा मेला कमेडी ओ शनि देवा अनि फेरि भेट भएछ नि त आएर सन्देह शनि देवा अनि फेरि भेट भएछ नि त आएर सन्देह अनि भेट भइरहेको डेन्जर लागिरहेको खोइ जग्गा अङ्कलले के भयो डेन्जर मेला लाग्ने बेला चाहिँ रमाइलो खतरा हुने बेला चाहिँ हेर्नु होला सब्सक्राइब गर्नु होला यो ब्रो मेरो साला पनि भेट भयो खेलाइदिनु सिकेर गर्नु पैसा लिनु भइहाल्यो नि होइन तर यो म फ्ल्याक्स गर्दिनँ होइन मोबाइल बाइक पनि जाँदैन बेला मत्नाकोमा 13-14 जना पनि भयो राखेर पनि भनौँ न अब त्यस्तै कुरा भयो तिमीलाई लगेको थियो अनि रिसाएर त्यसैले त के ल के छैन सन्तपुर बस्न सन्तपुर मेला चाहिँ झकास लागेको छ है पहिलाभन्दा एडभान्स लागेको छ है काठमाको पुरै डेन्जर 5 लाख मार्छ एउटा खालले 5 लाख चाहिँ जसले पनि मार्छ यहाँ सन्तपुरमा चाहिँ यस्तो गेममा आउँछ यो मान्छे पनि पहिलाभन्दा व्यवस्थित पाराले बल गिलास 50 को 250 100 को 500 500 को 2500 आयो ल साउन्डै आएर आनन्दले पर्नु तपाईँ भनिहाल्यो मानिहाल्यो नि भाइले बिहानको सिन गाइज मर्निङ गुड मर्निङ गाइज होइन सन्तपुरको बिहानको सिन यहाँ डल्ली पूजा गराइरहेको छ बाँस फालिदिएको थियो पैसा दियो कालले थियो फेरि लगाइरहेको त्यहाँनिर बसिरहेको छ अलि टोली देखाउँछु एक दिन गफ गरौँ तपाईँहरूसँग के छ त हालखबर तपाईँहरूको कमेन्ट हाल्नु पऱ्यो सेयर गर्नु पऱ्यो सब्सक्राइब गर्नु पऱ्यो है नेपाली नेपाली आउने ठेकेदारको दाइने गेडा छुट्टै खोइ ओकी टोकी तेरो ओ मामा के छ अनि बाँस किन फालिदिनु भएको नि सुन्नु के छ मेरो भाइ रिसार्च माया त्यसको फेरि भगमा भाइरल गर्दै एकदम
यता अस्ति नारायणघाट मेला गएको थियो होइन दुईजना क्याफेले जो गोटी खुवाउने पऱ्यो अनि एउटाले गोटी लिएर भागेको छ एउटा त्यहाँ उभिरहेको थियो अनि एउटाले त्यो उभिएको मान्छेलाई आएर के भन्छ सम्झी तिमी कहाँ थियो कि त्यसले के भन्छ सुन सम्झी तिमी कहाँ थियो कि त्यसले के भन्छ म तिमीलाई खोजिरहेको थिएँ के भन्छ यो मान्छेले म के भनिरहेको छु अब त्यति मलाई पैसा उठाउनको लागि त्यो मान्छेको पैसा कसले पाल्दैन स्कुलले पाल्ने हो यस्तो यस्तो नमुना बोले हामी माथि उताइ के एउटा तैले बाँधेको उता गरे सब ठेकदार दाइ आउँछ पाल्ने गरमतेली बौलाए गरमतेली सन्तपुर लाचा प्याबुला ओ सन्तपुर लाग्यो सन्तपुर ओ माय गॉड सन्तपुर लाग्यो सबैलाई अब त स्टार्ट भइसक्यो सन्तपुर स्टार्ट गाडी हेर्न सक्नुहुन्छ सन्तपुर लागिसकेछ सन्तपुर हेलो ह्याप्पी दसैँ सन्तपुर लाग्यो मलाई माटो पनि लाग्यो यार टेन्सन भयो फेरिमा चिजको हो यति जोत्या छ मलाई यति जोत्या छ हेर गएर ल जोतेछ उसलाई सन्तपुर लाग्यो भाइ सन्तपुर लाग्यो मजा आएर चाहिँ गायक सन्तपुरको मेला पनि भ्लग पनि राखौँला होइन एक दुई दिनमा सन्तपुरकै भ्लग जान्छ त्यसपछि सिङ्गोलको जान्छ फेरि सन्तपुरको जान्छ फेरि सिङ्गोलको जान्छ यसरी नै जान्छ सन्तपुरको त लोड मजा आउँछ हेर्दै जानु नमुना यति भेट्छ कि पुरै छोडिदिनु है ल गाइज नोबिता इट्स रियल फेस होइन पहिला कस्तो थियो हिजो कस्तो थियो र आज कस्तो भएन ह्यान्डसम देखेको छु नि होइन यही देखाउनलाई मात्रै एकछिन भिडियो बनाएको हो अहिले चाहिँ सन्तपुरको देखाउँछु नि